नमस्ते सबैजनालाई। आज चाहिँ म शिवझट्टातिर जाँदैछु। अब अरू साथीहरू छैन, एक्लै जाँदैछु। अहिले ट्याक्क 3 बजे होला हौ सायद। कति टाइम भएछ, कति बजे पुग्ने रहेछ म। तिन 13 भएछ। हेरौँ कति बजे पुगिन्छ। माथि त मान्छे टन्नै हुन्छ फेरि। गर्मी पनि छ नि त अलिक। कालो मान्छे अलिअलि सेप त हुनु पर्यो नि, कालो हिँड्छ झन्। अहिले चाहिँ शिवझट्टा जाने बाटोको अवस्था यहाँ चाहिँ यस्तो रहेछ, बनाउँदै रहेछ, ग्याबिङ लाउँदै रहेछ। अनि यहाँ पनि हिलो हिलो, मासतिर त खासै छैन होला। यहाँ चाहिँ अलिक अवस्था एकदम हिलाम्य छ, यहाँ बनाउँदै रहेछ। हिलो हिलो छ यहाँ चाहिँ अहिले। देख्नुभयो तपाईँहरूले यहाँ के छ। तपाईँहरूकोतिर के भन्छ यसलाई भन्नुहोस् है। यहाँ म चाहिँ शिवझट्टा आउने क्रममा बाजे र बोजूलाई बिचबाटोमा भेटेँ। अनि बोजू, तपाईँ बाजे बोजू कताबाट आउनुभयो? हामी माथि ऊ त हाम्रो घर चाहिँ सतीसाले। सतीसाले? हजुर हजुर हजुर। सतीसालेबाट आयौँ हिजो, हिजो होइन अस्तिको दिन। अनि आज चाहिँ माथि बर्लेनी श्यामा सासहरू नन्दाहरू भेटेर झरेको नानी। ए हजुर हजुर। अनि हाम्रो बाजे चाहिँ कति उमेर पुग्नु भयो? अहिले म 4 सालको 4 सालको गरागरी भनेपछि 79 पुग्यो। 79। अहिले त 83 हो नि त। 79 नै होला है सायद 4 सालको भनेपछि। त्यता हुनु पर्यो। तपाईँ बोजू? म 7 साले। हजुर 7 साले। ए भनेपछि 3 वर्षको जेठो कान्छो। आफै हिसाब गर्नुहोस्। बोजूको शुभ नाम चाहिँ? मेरो शुभ नाम भए पनि अशुभ भए पनि आइतरा निराई। होइन, शुभ नामै हो, अशुभ भन्नु मिल्दैन। बाजेको? मेरो गङ्ग प्रसाद। रङ्ग प्रसाद राई। कुन राईहरू तपाईँहरू? बन्त हो राई। यहाँ हाम्रो दाजु छ नि त। हजुर हजुर हो, उसकै भाइ हो म। ए हजुर हजुर। म त चिन्दिनँ नि त। हजुर हजुर। अनि तपाईँहरूको सन्तानहरू चाहिँ कतिजना हुनुहुन्छ? हाम्रो सन्तान, हाम्रो छोराछोरी भन्नु भएन? हजुर छोराछोरी 10 जना। 10 जना? राम 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 राम। धेरै पो हुनुहुँदो रहेछ त है। कहाँ हुनुहुन्छ अहिले? अहिले बाहिर छ, कोही गाउँतिरै छ। कति 10 जना भनेपछि कतिजना छोरा कतिजना छोरी? छोरी 7 जना, छोरा 3 भाइ। ए 3 भाइ छोरा। जेठो चाहिँ छोरा हुनुहुन्छ कि छोरी हुनुहुन्छ? जेठो छोरा। जेठो छोरी छ, सबै जेठो छोरी छ। छोरी। ए त्यहाँदेखि तिन पनि मुनि छोरा छ। ए सबैजना वैवाहिक जीवनमा बाँधिनु अहिले भइसक्यो? जन्मेको जति सक्छ। ए सबैजना। अन्त अब 4 साले भनेपछि धेरै उमेर पनि भयो नि त अब तपाईँहरू। अहिले चाहिँ कहाँ हिँड्नु भएको अरे तपाईँहरू? अहिले हामी यहाँ अब यहाँ पर कालीमाटी जान्छौँ। कालीमाटी होइन, खेततार भन्ने हाम्रो साइला देवरको घरमा हिँडेको। शिवझट्टा बाजे बोजूको जोडी पनि मलाई एकदम राम्रो लाग्यो। अब यो उमेरमा सँगसँगै यस्तो कस्तो रमाइलो हुन्छ नि है यो उमेरमा यसरी सँगसँगै। अब रमाइलो भन्नु पर्यो होइन, राम्रो हो नि यो उमेरमा त यसरी सँगसँगै हिँड्नु पाउनु भनेको त एक दिन भाग्यको कुरा हो नि। जो कोहीले पाउँदैन नि त्यसरी। भाग्य नै भनौँ, हिँड्दैछौँ डुल्दैछौँ। अब नातिहरूले पनि आशीर्वाद दिनु पर्यो। कस्तो चटक्क मिलेको लाग्यो क्या तपाईँहरूको जोडी हेर्दा पनि यसो। ल ल हुन्छ, हस् त बाजे बोजूलाई धन्यवाद। हस् त। अहिले चाहिँ म शिवझट्टा आइपुग्नु लागि अब नजिकै छ, यहीँ तल 5-7 मिनट लाग्छ होला सायद माथिसम्म पुग्नु चाहिँ, झर्नासम्म पुग्नु। यहाँ आइपुगिसकेँ। अब यहाँदेखि तल है पछाडि मारुति भ्यान पनि राखिरहेको छ, घुम्न आउने मान्छेहरू होला। यहाँ हिँड्दैछु। बाजे बोजूहरू तल पुग्नु भएछ। ल अहिले झर्नाको छेउमा पुग्यो। तल्लो झर्ना माथिल्लो त चढ्नु अप्ठ्यारो छ। तल पुगेपछि तपाईँहरूलाई म देखाउँछु। ल पानी एकदम सफा क्लियर हुन्छ।
झर्ना पनि मजाको। तर अलिकति त्यहाँ डेन्जर के छ भने माथि भिड छ, त्यहाँबाट ढुङ्गाहरू खस्नु सक्छ क्या, बाख्रा माथि चढ्छ अनि ढुङ्गाहरू झारिदिन्छ। कहिले कहिले चाहिँ अब बाख्राहरू नचढे पनि ढुङ्गाहरू झर्छ क्या। अस्ति चाहिँ मेरो यत्रो सानो ढुङ्गा झरेर औँलामा लागेको थियो, त्यत्रो माथिबाट झरेर लाग्दा त फोर्समा आउँछ नि त, माथिबाट झर्दा औँलामा नै कालो रगत जमाइदिएको थियो क्या, यस्तो दुखेको थियो आम्मामा। यत्रो सानो ढुङ्गा थियो, सानो कति 12 mm 15 mm जत्रो थियो होला हौ, त्यत्रो ढुङ्गा झरेर लाग्दा पनि कालो बनाइदियो क्या। त्यही भएर त्यो ठाउँमा चाहिँ अलिकति सतर्क हुनुपर्छ, किनकि एकदम भिड छ क्या। अहिले तपाईँहरूलाई म देखाउँछु, त्यहाँ चाहिँ माथिल्लो झर्नामा चाहिँ अब चढेर जानु गाह्रो छ, अहिले सिडी छैन। माथिल्लो झर्ना त सेफ्टी नै छ अलिकति, अब त्यस्तो ढुङ्गाहरू झर्ने ओर्ने चाहिँ छैन होइन। तर तल्लो झर्नामा चाहिँ एकदम डेन्जर छ क्या, किनकि भिड छ अनि ढुङ्गा त्यो मिक्सवाला ढुङ्गा र बालुवा मिक्स भएको ठाउँ छ नि त, ओभर डेन्जर छ। त्यहाँ चाहिँ जो जति आउनुहुन्छ एकदम सावधान हुनु होला, जुनै पनि घटना घट्न सक्छ, घटना चाहिँ नघटोस् होइन, सतर्क हुनु होला तपाईँहरू सबैजना होइन। त्यही भन्नु चाहे म चाहिँ अहिलेको लागि। एकछिनमा देखाउँछु म तपाईँहरूलाई त्यो ठाउँ। अहिले चाहिँ म शिवजट्टाको झोलङ्गे पुल क्रस गरेर उकालो चढ्दैछु सिँढीमा। यस्तो छ बाटो, गलियो फाँट भइयो। अब के गर्नु, घरमा बसिराख्दा पनि जिउ बोधो भुँडी भ्यात्त लाग्ने हुन्छ, भुँडी लाग्यो खत्तम हुन्छ, फेरि घटाउनै गाह्रो। ल है त, यो भिड देख्दै हुनुहुन्छ, अघि मैले जुन कुरा गरेँ नि त्यो यही भिडको कुरा हो। यहाँ एकदम ढुङ्गा झर्ने पहिरो जाने हुन्छ क्या। यो त ठाउँ कोप्चा छ नि त, सानो छ, अनि यो ठाउँ झर्नाको ठाउँ एकदम डेन्जर छ। यो तल्लो झर्ना चाहिँ म तपाईँहरूलाई देखाउँछु ल, झर्ना हेर्नु पर्खेन है। यो ठाउँमा चाहिँ एकदम सावधानी अपनाउनु पर्छ क्या। हेर्नु नि कस्तो डेन्जर छ यहाँ। अहिले क्यामेरामा त्यस्तो नदेखिएला, तर रियलमा आएर हेर्नुहोस् अनि थाहा पाउनुहुन्छ। अहिले त पानी पनि धेरै रहेछ, अब कताबाट जानु। ए ऊ भन्दैछु नि, पहिरो त गएको रहेछ नि त, झर्ना त्यहाँ माथि छ। अनि कस्तो डेन्जर हुन्छ भन्नु त तपाईँहरूलाई चाहिँ। देख्नुभयो, पहिरो त गएछ नै त। यो डेन्जर छ क्या एकदम यो ठाउँ चाहिँ। झर्ना माथि छ तल्लोपट्टि। मैले अस्ति यो जान्छ यहाँ चाहिँ जानु आँटेको छ भनेको चाहिँ गएछ। एकदम खतरा छ यहाँ चाहिँ, कोप्चा ठाउँ छ, भाग्नु पनि गाह्रो हुन्छ। भरसक यहाँ चाहिँ यो झर्नामा चाहिँ तपाईँहरू एकदम आए पनि अलिक तलतिर मात्र पौडी खेल्नु, पानी उयो गर्नु होला, त्यही भन्नु चाहे मलाई। म चाहिँ यो भिडियो मार्फतै शिवजट्टा आएको। यहाँ ऊ भाइहरूसँग भेट भयो, हाम्रो आमगाछीको भाइहरू रहेछ। बेजेत हुँदैन, हेन्सम देखिरहेको छ त। ल ल हुन्छ, धन्यवाद भाइहरूलाई। हाम्रो ठाउँ कस्तो लाग्यो त भनिदेऊ न त शिवजट्टा। भनेको चाहिँ साँच्चै दाइ ढाँटेको होइन, मेरो लाइफको सबभन्दा फर्स्ट एक्सपिरियन्स हो होइन। फर्स्ट एक्सपिरियन्स हो कि यो शिवजट्टा जस्तो ठाउँ भेट्नलाई नि मान्छेले कसम चाहिँ ढाँटेको होइन कि प्रार्थना गर्नु एकदम पिसफुल छ है, दामी छ नि। हो नि, भाइ पनि कट्टुमै रहेछ, कट्टुमै रहेछ, सबैजना कट्टुमै छ यार। फेरि देखाउनु पनि अलिक अप्ठ्यारो टाइपको रहेछ आम्मा भाइहरू। म चाहिँ अहिले फर्किँदैछु, पुल आइपुगेँ। भाइहरू पछाडि छ, घर आउँदैछ। भाइले नि भ्लग बनाउँदैछ, बक्सरमा हिँड्दैछ फेरि दुईजना त।
आँपकाचीको भाइहरू रहेछ। ल है त हेर्दै गर्नु होला, सब्सक्राइब फलो लाइक सेयर गर्नु नबिर्सिनु होला। किनकि तपाईँहरूको सपोर्टले गर्दा नै हो अगाडि बढ्ने भनेको। आफै एक्लैले त केही पनि गर्नु सकिँदैन, तपाईँहरूको साथ सपोर्ट नै चाहिन्छ। त्यसैले सब्सक्राइब फलो लाइक सेयर गर्नु नबिर्सिनु होला। धन्यवाद। जय नेपाल। नमस्कार।